friends, welcome back to our channel. Good morning to all of you. आज हामी त कपाल काट्न जायौँ भाइ। आज सैटरडे हो फेरि हैन। आज पुन्टुको कपाल अलि लामो लामो भएको छ। यहाँसम्म आयो के। अनि आज सानुको हेयर कट हुन्छ। यहाँ हुनुहुन्छ बाबा हेर्दै हुनुहुन्छ हामीलाई। आमा छोराको भ्लगिङ स्टार्ट भइसक्यो सैटरडे मर्निङमा। नग्नु टोक्यो न सानु। ओके, अब हामी दिउँसोभरि के गर्छौँ हजुरहरूलाई सेयर गर्छौँ। बाई बाई। ए यहाँ त पुन्टु पो रहेछ। ए पुन्टु स्पाइडर हो, पुन्टु स्पाइडर। यहाँ चाहिँ म लुगाहरू पट्याउन भनेर अब जाडो र गर्मीको लुगा छुट्याउनु भनेर राखिरहेको छु। यस्तो छ भद्रगोल होइन। यस्तै छ हाम्रो काम आजको शनिबारको। पुन्टुको खाजा आइसक्यो। ब्रेड अमलेट एन्ड बुबु। सैटरडेको सानुको सैटरडे सानुको ब्रेड हुन्छ कहिलेकाहीँ। साइकल राख सानो त्यहाँ उता छेउमा राख। Under the boughs where the shadows play, the wind hums songs at the break of day. Whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills through the velvet dark, etching patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune, caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. The dawn paints gold on the mountain's crown, while rivers whisper truth as they flow down. And their songs entwine with आँखा बन्द आँखा बन्द। trees that stand, knotted in time by nature's hand. Each echoing step हुँदैछ अब भइहाल्यो। on the forest floor opens a world through Better go an and borrow. ancient door. The silence alive, yet brimming with sound. In the arms of solitude, I am found. Oh, whispering pines, sing me your tune, caught in the rhythm. कपाल काटेर नआएको हो सानु। मलाई चिसो लागिदिएको किन? कपाल काटेर नुहाइसक्यो। ल ल भयो ल। बेटिदिनु भन्छ नि तपाईँले बेटिदिन्छ। Stories that linger on चप्पल खोल न। सबै खोलो उतै बाहिर घाममा राखिदिएको छु। बाबासँग जाऊ त हिँडेर। नुहाइसकेर बाबु घाममा बस्न गयो। घाममा राखेर तेल सेल कपडा सपडा लगाइदिन्छौँ हामीले।
त्यसपछि यता मेरो पूजा सुरु भएर पनि सकि नै सक्यो। शनिबारको दिन त राम्ररी पूजा गर्न पाउने। यस्तै हुन्छ शनिबारको दिनमा। त्यसपछि यता मेरो यो तुलसीको मुठ कति भइसकेको थियो यस्तो यो पानी सानीले गर्दाखेरि कलरहरू राम्रो नभएको। आज चाहिँ म गेरु लाउँछु भनेर यहाँ गेरु रेडी गरिरहेछु। अनि गेरु लाउँछु। अब गेरु लगाइसकेपछि चाहिँ यस्तो भयो मेरो तुलसीको गमला। आनन्द भयो। अस्तिदेखि लाउँछु भनेको बल्ल बल्ल यो शनिबार चाहिँ मैले लाएर भ्याएँ। त्यसपछि यता बाबु नुहाइ गरेर ऊ चाहिँ उसको खाना खाने बेला भयो। बाबाले खुवाइदिँदै हुनुहुन्छ। अनि आज चाहिँ हाम्रोमा फिस पाकेको थियो। फिसको सब्जी, कोकोनट फिस मनपर्छ होला। हामीलाई चाहिँ मनपर्छ फिस चाहिँ। खाना देखाउँछु म हजुरहरूलाई हाम्रो स्यालेड। खाना पस्किँदैछौँ। खाना खाने टाइम बाहिर एकछिन घाम ताप्नु भनेर बाहिर बसेको थिएँ। म बाबु चाहिँ मैले यता फर्केर बसेको बेलामा ऊ यसरी तालसा खोल्दै रहेछ कि अझ मैले देख्छु भनेर हतार खोलेर तालसामा साँचो चाहिँ लगाएको थिएन, झुन्ड्याएको मात्रै हो। त्यो खोल्न नसकोस् भनेर ऊ चाहिँ त्यस्तो गरेर निकाल्दैछ। गेट खोलेर पनि हिँड्दैछ। कति मिनट खेल्ने अरे सानो? 5 मिनट? 5 मिनट पछि आफै भित्र आऊ है। फेरि भित्र आफै आऊ है। म तिमीलाई बोलाउँदिनँ नि ल। म नि आउनु, म यहीँ भित्रै बस्छु। लड्यो अब लड्यो है गाडी गयो है तल। Under the boughs where the shadows play, the wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills through the velvet dark, यसरी बच्चाहरूलाई खेल्नु कति मनपर्छ। rushing past घाम भयो नि उनीहरूले केही मतलब नहुने। हामीलाई चाहिँ घाम चर्को भयो भनेर भित्र जाऊँ भनेको नमान्ने। कसरी भनेको? अनि कसरी भनेको थियो अघि चाहिँ? त्यसरी भन न। जाने किन? अनि तिमी तरकारी लिएर आउने? तरकारी मात्रै लिने? अनि जङ्क फुड पनि खाने हो त काहीँ? तिमीले भर्खर खाएको होइन र? खानेकुरा तिम्रो पेटमा पसेको होइन? के भएको छ त पेटमा? हजुर अलि पेटमा? ल कत्रो मुसा छ र? आमै नि त। हुँदैन छैन मुसा छैन। मुसा साँच्चै छ? छैन त, खाना मात्रै छ त यहाँ। ससेज र जुस मात्रै छ। हो त नि, मलाई पनि त्यस्तै लाग्यो। पेटमा मुसा छैन क्या तिम्रो? ससेज र जुस मात्रै छ क्या। सुनाउ न कसरी कुदिरहेको बेटा? ल लानै पऱ्यो नि पचर। मुसा दौडेर कुदिएको छ अरे अहिले छोरालाई लडायो भने के गर्नु होइन? ल हिँड जाऊँ ल। आइसक्यौँ
साग कस्तो राम्रो कलिलो खालको रहेछ साग ल्यायौँ नगर न बेटा हत्तेरिका सानो त कलिलो ल्यायौँ अनि यो चाहिँ मैले पूजाको लागि भनेर तेल ल्याएको सनफ्लावर यो चाहिँ गेडागुडी चना ल्याएको अलिकति हामी फेरि यहाँ पुन्टुको लागि यहाँ पुन्टुलाई एलर्जी आएको छ एलर्जीको औषधि लिन हिँडेका छौँ है सानो के लिन हिँड्यो बाहिर भन्यो नि के लिन हिँडेको भन न क्यान्डी पाउडर अरे एलर्जी पनि बाबुले मेरो फेसमा जस्तो आउँछ उसलाई त्यस्तै आउँछ क्या अनि यो उसले क्यान्डिड पाउडरले चाहिँ एन्टिसेप्टिकको काम गर्छ अनि त्यही भएर ट्राई गरौँ भनेर हामी आइसक्यौँ रुम पुन्टेले चाबी खोल्दैछ घुमाउ न बेसरी खोलेन खै छोड्यो त छोडो म गर्दैछु यसरी गर्ने अनि छोड न त्यसरी होइन क्या बेटा छोड हात छोड तिम्रो हात छोड हस् त अब आजको भ्लगलाई हामी एन्ड गर्छौँ थ्याङ्क यू सो मच फर वाचिङ नेक्स्ट भ्लग यसरी नै टुक्रा टुक्रा गरेर जोडेर भए पनि बनाउँछु होइन अनि हजुरहरू हेरेर प्रतिक्रिया गरिदिनु होला अब खासै त जानिँदैन भर्खर भर्खर हो जस्तो आउँछ त्यस्तो बनाउँदै गर्छ हस् बाई बाई यसरी गर्ने यसरी निस्क्यो चुकुलो खोल्नु आउँछ होला